सन् 1949 भर्जिनियालाई एक धनी महिला गिस्लेन म्याक्सवेलले आकर्षक नोकरीको प्रस्ताव दियो। तर यो एउटा प्रलोभन थियो, उनलाई जेफ्री एप्स्टाइनको निजी टापुमा पुर्याउन। मलाई त्यहाँ शक्तिशाली मानिसको सामु पेश गरिन्थ्यो, उनले अदालतमा बयान दिँदै भने। कल्पना गर्नुहोस्, एउटा यस्तो व्यक्ति जसले संसारका शक्तिशाली मानिसहरू, राष्ट्रपतिहरू, राजकुमारहरू, अरबपतिहरूसम्म प्रत्यक्ष पहुँच थियो। उसको नाम थियो जेफ्री एप्स्टाइन। तर यो ऐश्वर्यको पछाडि लुकेको थियो एउटा कुरूप र डरलाग्दो सत्य। एप्स्टाइनले कम उमेरका बालिकाहरूको शोषण गर्दै एउटा तस्करीको जाल चलाइरहेको थियो। सन् 2008 मा उसलाई पहिलोपटक पक्राउ गरियो, तर यहीँबाट कथा अझ झन् रहस्यमय बन्यो। उसले एउटा डिल गर्यो, मात्र 13 महिना जेल र दिनमा 12 घण्टा बाहिर काम गर्ने छुट। यो कस्तो सजाय थियो? 2008 पछि 2019 मा एप्स्टाइन दोस्रो पटक पक्राउ पर्यो। यसपटक प्रमाण धेरै बलिया थिए। जेलको आफ्नै सेलमा उसको मृत्यु भयो। अब प्रश्न उठ्छ, आत्महत्या कि हत्या? जेलमा नियमित निगरानी थियो, सीसीटीभी फुटेज हरायो, गार्डहरू सुते, कि यो मात्र संयोग थियो वा एप्स्टाइनलाई मार्न लगाइयो? किनकि ऊ धेरै शक्तिशाली मानिसहरूको राज जान्दथ्यो। मृत्युपछि पीडितहरूको न्यायको मागले गति लियो, जसको परिणामस्वरूप एउटा नयाँ कानुन जसले एप्स्टाइनसँग सम्बन्धित लाखौँ कागजातहरू सार्वजनिक गर्ने बाटो खोल्यो। कागजमा धेरै नाम र जानकारी लुकाएको देखिन्छ। के यो पीडितहरूको सुरक्षाको लागि हो त, या शक्तिशाली मानिसहरूलाई बचाउनको लागि? फ्लाइट लगमा यस्ता मानिसको नाम आयो जसले संसारलाई चकित बनायो। फ्लाइट लगरले को एप्स्टाइनको टापुमा गए भनेर देखाउँछ। सबैभन्दा डरलाग्दो सिद्धान्त ब्ल्याकमेलिङ। के एप्स्टाइनले शक्तिशाली मानिसहरूको गोप्य भिडियो बनाएर उनीमाथि दबाव बनाउन चाहन्थ्यो? फाइलहरू यसतर्फ पनि सङ्केत दिन्छन्। यो मात्र एउटा मानिसको अपराधको कथा होइन, यो सम्पूर्ण प्रणालीको असफलताको कथा हो। पीडितहरूले गर्दा नै यी फाइलहरू बाहिर आए, तर प्रश्न बाँकी नै छ, के यी फाइलहरूले साँचो न्याय दिलाउन सक्लान्? के जुन शक्तिशाली मानिसहरूको नाम छ उनीहरूलाई सजाय मिल्ला वा कानुनभन्दा माथि छन्? एप्स्टाइनको फाइलले हामीहरूलाई एउटा कडा सत्य सम्झाउँछ, अन्धकार सधैँ लुकेर रहन सक्दैन। यो मात्र एउटा मानिसको कथा होइन, बरु सत्ता, पैसा र मानवताको दुरुपयोगको भयानक उदाहरण हो। यसले हामीलाई प्रश्न गर्न, सचेत रहन, न्यायका लागि आवाज उठाउन प्रेरित गर्छ। तपाईँलाई के लाग्छ, के यी फाइलहरूले पुरा सत्य सामने ल्याउन सक्लान्? कमेन्टमा बताउनुहोस्।